Hello guys, it's me Ankita and it's my first vlog ever since I came to Japan. हुन त अहिलेसम्म भिडियो एउटा नि पोस्ट गरेको छैन मैले मेरो युट्युब च्यानलमा. So this video I'm gonna surely post. So म चाहिँ अहिले मेरो साथीहरुसँग हैन घुम्न आइरहेको छु. You can see my friends here. घुम्न त के भन्ने दुई तीनटा फोटो खिच्न आएको हाम्रो यहाँ नजिकै भएको वाराबी पार्कमा छु. This is my cutie pie. Say hello. अलि ओभर एक्टिङ गरे जस्तो लाग्यो मलाई चाहिँ मैले यस्ता साथीहरु कोही मान्छे नि भेट्दिनँ त म त अरूले भ्लग बनाउँदाखेरि त जापानिजहरु कति बोल्थे म नि यसो बोल्दिन भनेको भेट्दिनँ कसैलाई नि लो सुमना कमला दिदी से हेलो यता फर्किनु न. हाम्रो दिदी हुनुहुन्छ ओ पबी बेबी यसो हेलो भन्देऊ न यता बाउनी आई एम बाउनी मेरो त यहाँ सबैले निकनेम नै बाउनी राखिदिइसके नाकै हेर्दा थाहा हुने होइन कस्तो राम्रो देखिरहेको त्यहाँ सब म चाहिँ पार्क पुगेर कन्टिन्यू गर्छु. हामी चाहिँ फाइनली हाम्रो वाराबी पार्क पुग्यौँ. सो मैले अहिले एउटा अर्को चिज पनि थपेँ. मैले यहाँ त गएँ. सो यु क्यान सी दिस इज वाराबी पार्क एन्ड वी आर गोइङ डाउन. कस्तो राम्रो देखिँदो रहेछ त दिउँसोमा त. ओइसम्म त म राति मात्रै आएको छु. यहाँ दिउँसोमा राम्रो देखिँदो रहेछ. हालाकि म पनि राम्रै ठिकै देखिछु बट यसको कम्पेरिजनमा त के भन्नु है. आई डोन्ट ह्याभ नथिङ टु से. ओ माई गड कति मान्छेहरू कस्तो रमाइलो रहेछ यहाँ त. कति मान्छेहरू छन् है. यो मेरो इङ्ग्लिसमा मलाई जज नगर्नु होला. बिचबिचमा मेरो इङ्ग्लिस निस्किन्छ अनि मेरो ग्रामर ठिक हुँदैन अनि यसको लाइक सबै फोटो सेसन चलिरहेको छ. यु क्यान सी खै त हरायो तिनीहरू त. ल ल पविताको फोटो खिच्दै आउँदा ल ल ल ल छिटो छिटो. So this is us when हामी सँगै हुन्छौँ हैन. ल ल ल उब्रे 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 खिच्यो खिच्छ खिच्न त लास्ट लाग्यो मलाई. सो हाम्रो भिडियोस चाहिँ अहिले सकिन्न जस्तो छ. एकछिन पछि बनाउँछु म अब अर्को क्लिपमा. बाई. फोटो चाहिँ सकिन्न जस्तो छ. बच्चा जस्तो कुकुर देखेर मेरो साथ गयो. सो यहाँ चाहिँ फोटो सेसन यिनीहरूको अझ सके होइन. मैले खिच्न हुने ल लाउ लाउ यिनीहरूको काम छैन अघिदेखि फोटो खिचिरहन्. मैले खिचेको छैन. मैले त एउटा पनि खिचेको छैन. एउटा पनि खिचेको छैन मैले. जस्तो आउँछ त्यस्तै. फोटो लिङ हेर तिम्रो फोटो दामी यहाँ यो यताको हो यो दामी यहाँ. यही मान्छे है त्यो.
आई लभ मम्मी मेरो छप्पा